सबभन्दा पहिला यस कार्यक्रमका सभाध्यक्षज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यज्यू, सङ्घीय परिषदका सदस्यज्यूहरू, त्यसैगरी पार्टीका प्रदेशका विभिन्न तह र तबकामा रहेर काम गरिरहनुभएका साथीहरू, जिल्ला सभापतिज्यू र यस पालिकाका अहिलेसम्मका सभापति राजु गिरिज्यू, एदु गिरिज्यू र यस गाउँपालिका भित्र र बाहिरबाट यस सभाको गरिमा बढाउनको लागि यहाँ उपस्थित हुनुभएका पार्टीभित्र र पार्टी बाहिरका सम्पूर्ण विद्वत्वर्ग र उपस्थित आमा बुवा दिदीबहिनी दाजुभाइहरूमा म हार्दिक नमस्कार भन्न चाहन्छु। समय घड्किसकेको छ, धेरै कुराहरू भइसकेको छ। आज राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्यगढी गाउँपालिकाको यो एउटा महत्त्वपूर्ण अधिवेशनको दिन। सबभन्दा सुरुमा त म सूर्यगढी गाउँपालिकाका सम्पूर्ण बुवा आमा दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। यो पालिकाले हुन त यो पालिकालाई कसैले कुनै पार्टीको गढ, कसैले कुनै पार्टीको गढ भन्थे, तर तपाईहरूले एक पटकको लागि के गर्दो रहेछ त घन्टीले भनेर हाम्रो अनुरोधलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टी र मेरो उम्मेदवारीलाई स्वीकार गरेर मत दिनुभयो। त्यसको लागि जति आभार प्रकट गरे पनि कम हुन्छ। म सधैँ आभारी रहिरहनेछु। मैले हरेक दिन जसो तपाईहरूको घर दैलोमा मैले प्रवेश गरे जतिको त आउन पाएको छैन, आउन कोसिस गरिरहेको छु। वास्तवमा अलि मैले सोचेको भन्दा पनि बढी जिम्मेवारी पार्टीले दिइसकेपछि, देशभरिका समस्याहरू हेर्न परिसकेपछि आफ्नो क्षेत्र मात्रै भनेर क्षेत्र आउन पनि पाइँदो रहेछ। तर म कोसिस भने गरिरहेको छु। केही पूर्ववक्ता साथीहरूले, विभिन्न पार्टीका प्रतिनिधित्व गर्नुहुने साथीहरूले गर्नुभएको केही कुराबाट म निकै खुसी छु। उहाँहरूले यो देशमा हरेक ओडाको विकास गर्ने काम एउटा नेताको होइन, हरेक पालिकाको विकास गर्ने काम एउटा नेताको होइन। यो देशमा नपुगेको भनेको, यो देशमा नभएको भनेको स्थिति हो। यो देशमा नभएको भनेको विधि हो। सही विधि निर्माण गर्ने र स्थिति बसाल्ने काम सरकारले गरिदिने हो भनेदेखि कसैले कुनै ठाउँको विकास गर्नु पर्दैन। जनताको पैसाले जनताको ठाउँमा विकास हुन्छ। विधिले नै विकास गर्छ, व्यक्तिले विकास गर्ने होइन। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यही विश्वासलाई अगाडि बढाएको छ। के मानेमा खुसी लाग्छ मलाई भने अलि अगाडिसम्म नेताहरूले यो गरिदिनु पर्यो, छोरालाई जागिर लगाइदिनु पर्यो, छोरीलाई जागिर लगाइदिनु पर्यो, यहाँ यो काम गरिदिनु पर्यो, त्यहाँ त्यो काम अड्किएको छ गरिदिनु पर्यो भनेर धेरै फोन आउने, कुराकानीहरू हुने र त्यस्ता खालका विषयमा चर्चा हुन्थ्यो। तर आजको दिनमा धेरै जसो जनताहरू नै अवेर भएर, खासमा एउटालाई जागिर लगाउँदा त अर्कोले जागिर पाउँदो रहेछ, एउटाले एउटाको फेभरमा काम गर्दैन त त्यो काम अर्कोको फेभरको विरुद्धमा हुँदो रहेछ भनेर जनताहरू नै सचेत भएर अचेल राजनीति गर्नेहरूलाई त्यति दबाब सायद हुँदो रहेछ। मैले पनि त्यति धेरै दबाब फिल गरेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको चाहना बुझेर यो देशमा सबभन्दा ठुलो समस्या के हो, यो देश किन अगाडि बढ्न सकेको छैन, हामी जनताको घर घर जाँदाखेरि के भन्नुभएको थियो बुवा आमा दिदीबहिनी दाजुभाइहरूले, त्यो कुरालाई केन्द्रमा राखेर हामी विधि बनाउन र स्थिति बसाल्नको लागि दिन रात काम गरिरहेका छौँ। यहाँहरूले देख्नु भएको होला, विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित विविध किसिमका प्रयासहरू
गएको 2 वर्षमा यहाँलाई यो पनि थाहा होला कि एउटा सरकार बनिसकेपछि 100 दिनको समयावधिलाई हनीमुन भनेर नाम दिने गरिन्थ्यो र 1 महिना 2 महिनासम्म त मन्त्रालयमा मान्छेहरूको भिड हुन्थ्यो, माला लगाइन्थ्यो, सेलिब्रेसन गरिन्थ्यो, खसी काटिन्थ्यो, खाइन्थ्यो, रमाइलो गरिन्थ्यो। तर यो चुनावबाट त्यो एउटा गलत खालको संस्कारको अन्त्य भएको छ। हामी विजय भएर गइसकेपछि हामीले खासै सेलिब्रेसन गरेनौँ, हामीले खासै खादा मालामा विश्वास गरेनौँ। हामी जनताको काम गर्नको लागि, जनताले पठाउनु भएका समस्याहरू समाधान गर्नको लागि हामी आएको हो भनेर त्यसै अनुसार हामी लागेका छौँ र विगत झन्डै 2 महिना भन्दा कम अवधिमा देशमा विभिन्न मन्त्रालय अन्तर्गत धेरै कामहरू भएका छन्। कतिपय परिणामहरू देखिसकेको छ, कतिपय परिणामहरू देखिने क्रममा रहेका छन्। तर एउटा कुरा, यदि यो देश अप्ठ्यारोमा पुगेको कारण खोज्ने हो भनेदेखि यो देशमा हुने अनियमितताहरू, यो देशमा हुने भ्रष्टाचारहरू, यो देशमा चम्किरहेको, अगाडि बढिरहेको जुन एउटा बिचौलिया तन्त्र थियो, सिंहदरबारदेखि ओडासम्म, आज त्यो बिचौलिया तन्त्र डगमगाएको छ। यो सरकारले बिचौलिया तन्त्रको अन्त्य गरेर जनताको तन्त्र, लोकतन्त्र, साँचो अर्थमा लोकतन्त्र स्थापना गर्नको लागि काम गरिरहेको छ भन्ने कुरामा तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। अब जनता केन्द्रका हुन्। अब जनताले चाहेको काम गर्नुपर्छ। कुनै नेता भनेको कुनै ठुलो कुरा होइन, जनताहरूले जिम्मेवारी दिएर चुनेर पठाएको हो। मैले हेर्नुस्, यो राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वास गरेर नुवाकोट क्षेत्र नम्बर 1 को टिकट दियो। टिकट पाएर मलाई केही ठुलो लागेन। नुवाकोट क्षेत्र नम्बर 1 का जनताहरूले मलाई विजय गरेर पठाउनु भयो। संसदमा सांसद भएर गएँ भनेर मलाई कहिले पनि म ठुलो मान्छे भएँ भनेर फिल भएन। पार्टीले विश्वास गरेर मन्त्री बनायो। मैले हरेक कदमहरूलाई, यो हरेक एउटा उपलब्धि जस्तो देखिने यो इन्सिडेन्टलाई चाहिँ मैले एउटा जिम्मेवारीको रूपमा मात्रै लिएको छु। मैले यो जिम्मेवारीमा म कति रहन्छु थाहा छैन, तर म जति चाहिँ जिम्मेवारीमा रहन्छु, मेरो म्यान्डेट के हो, मेरो काम के हो, देशको स्थिति कस्तो छ, जनताको चाहना कस्तो छ, हिजो जनताले के भन्नुभएको थियो, देशलाई पुर्याउनु पर्ने कहाँ छ, यो सरकारका प्रमुख सम्माननीय प्रधानमन्त्रीज्यूको चाहना के छ, पार्टीका सभापतिज्यूको चाहना के छ, त्यस अनुसार चाहिँ यो देशलाई अगाडि बढाउनको लागि दत्तचित्त भएर हामी सुत्ने समय बाहेक हरेक मिनेट चाहिँ राष्ट्रका लागि भनेर आज काम गरिरहेका छौँ। यो देशमा राजनीति संलिएको भएदेखि हामी राजनीतिमै आउनु पर्दैन थियो। राजनीति जस्तो भइदिएको भएदेखि हामी राजनीतिमै आउनु पर्दैन थियो। देशको राजनीतिले बाटो बिराएर हामी राजनीतिमै नभएका युवाहरू राजनीति गर्छौँ भनेर अगाडि सर्नु परेको हो र त्यो आवश्यकता किन महसुस भयो भन्ने कुरालाई हामीले कहिल्यै पनि भुल्ने छैनौँ। सूर्यगढी गाउँपालिकामा रहेर राष्ट्रिय स्वतन्त्र पार्टी र त्योभन्दा अन्य पार्टीमा पनि राजनीति गरिरहनु भएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई म यही अनुरोध गर्न चाहन्छु कि यो देशमा जनताले चाहेको राजनीति र हिजो पार्टीहरूले गरिरहेको राजनीतिको बीचमा आकाश जमिनको फरक थियो। त्यही भएर नै त्यो बुझाइ पार्टीहरूमा नरहेर, नेताहरूमा नरहेर नै अघिल्लो चुनावको परिणाम जे आयो त्यो आएको थियो। त्यो हुनाले हामी सबैले अब नभुल्नु पर्ने विषय के छ भनेदेखि राजनीति भनेको जनताको सेवाको एउटा साधन मात्रै हो। हामीले राजनीति गर्ने भनेको ठुलो मान्छे बन्नको लागि होइन, राजनीति गर्ने भनेको पैसा कमाउनको लागि होइन, राजनीति गर्ने भनेको नाम कमाउनको लागि पनि होइन,
यदि तपाईँ राजनीतिमा साँच्चै रुचि राख्नुहुन्छ भनेदेखि तपाईँ राजनीतिमा लाग्नुहोस्, तर राजनीतिलाई चाहिँ मात्र जनताको सेवा गर्ने एउटा औजारको रूपमा लिनुहुन्छ भनेदेखि राजनीतिमा लाग्नुहोस्। होइन भनेदेखि त्यो तपाईँले बुझ्नु भएको राजनीतिको दिन सकिसकेको छ। यदि हामीले समयको बहावलाई बुझ्न सकेनौँ भनेदेखि, जनताको आवाजलाई बुझ्न सकेनौँ भनेदेखि कस्तो खालको परिस्थिति आउँछ भन्ने कुरा देखिसकेको छ। त्यो हुनाले यो देशमा योभन्दा अगाडि पनि शक्तिशाली धेरै पार्टीहरू थिए। जनतासँग त अरू के अधिकार छ र? जनताले त कहिले कसलाई हेर्ने, कहिले कसलाई हेर्ने। यो पार्टीले गर्ला कि भन्यो, त्यो पार्टीले गर्ला कि भन्यो, यो पार्टीले गर्ला कि भन्यो, तर जसलाई विश्वास गरेर पठायो त्यसले नै विश्वासघात गरिदिने। जनता आजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले भुल्नै नहुने कुरा भनेको अबको दिनमा जनतालाई निराश बनाउने अधिकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि छैन, राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई पनि छैन। यो कुरालाई सरकारमा बसेका हामी सबैले मनन गरेका छौँ। र राष्ट्रिय स्वतन्त्र पार्टी भनेको को हो? राष्ट्रिय स्वतन्त्र पार्टी भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहदेखि वडा तहका सदस्यसम्म तपाईँ हामी सबै राष्ट्रिय स्वतन्त्र पार्टी हौँ। तपाईँ हामी हरेक दिन के सोच्छौँ, चिया पसलमा गएर के बोल्छौँ, हाम्रा हरेक दिनका क्रियाकलापहरू के हुन्छन् भन्ने कुराले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी कस्तो हो भन्ने कुरा डिफाइन गरिरहेको हुन्छ। त्यो हिसाबले जनताको चाहनालाई केन्द्रमा राखेर यो देशमा बदलिसकेको राजनीतिको बहावलाई बुझेर भोलिका दिनमा तपाईँ जुन पदमा, जुन स्थानमा, जुन ठाउँमा हुनुहुन्छ त्यही ठाउँमा आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निभाउँदै यो देश बनाउने एउटा महान कार्यमा तपाईँ लाग्नुभयो भनेदेखि तपाईँ राजनीतिमा लाग्नु भएको अर्थ साबित हुनेछ। नत्र भनेदेखि राजनीति त यो देशमा धेरै वर्षसम्म गरिसकेका छन्। कसरी गरेका छन् भने राजनीति भनेको फोहोरी खेल हो भन्ने परिभाषा निर्माण गर्नका लागि गरेका छन्। अब हामीले स्थापित गर्नु परेको सत्य भनेको राजनीति भनेको पूजा हो, राजनीति भनेको आराधना हो, राजनीति भनेको समाज सेवा हो, राजनीति भनेको जनताको सेवा हो। त्यो किसिमबाट राजनीतिलाई परिभाषित गर्नको लागि तपाईँ हाम्रो हरेक दिनको हाम्रा क्रियाकलापहरू त्यसै गरी अगाडि बढ्नु जरुरी छ। लामो बोल्दिनँ भन्दै अलिकति लामो बोले फेरि पनि अब हामी ठ्याक्कै बजेटको अगाडि छौँ। तपाईँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो बजेट ल्याउला, के गर्ला भन्ने जिज्ञासा लागेको हुनसक्छ। अब बजेट घोषणा नभइकन त बजेटको बारेमा त बोल्न मिलेन। मलाई मेरो क्षेत्रमा सकेसम्म बढी नै बजेट ल्याउन मन छ। तपाईँहरू जति पहिले यहाँ बजेट ल्याउन सक्यो त्यति नै बढी खुसी हुनुहुन्छ। तर एउटा देशको यथार्थ के छ भने हामीले विधि, नीति, न्याय, समानुपातिक विकासको कुरा गरिरहेका छौँ। हिजोको जस्तो खर्च भए पनि नभए पनि, काम भए पनि नभए पनि जथाभावी बजेट छरेर बजेटकै दुरुपयोग गरिएको जुन स्थिति थियो त्यो स्थितिबाट कतै पनि यसपालि बजेट जाँदैन। तर महत्त्वपूर्ण योजनाहरू, महत्त्वपूर्ण कामका लागि भने बजेट अपुग हुने छैन। कति गर्न सक्छ राष्ट्रले फेडरल बजेटबाट, यो बजेटबाट अनाउन्स हुनेछ, त्यसपछि प्रदेशबाट, त्यसपछि स्थानीय निकायबाट र अर्को पटक एउटा के पनि भयो भने हामी सरकारमा गएको अहिले मात्र 2 महिना पनि भएको छैन, तयारी पनि कम भयो। अब अर्को 1 वर्षमा चाहिँ हामीले नुवाकोटका कुन ठाउँमा साँच्चै के गर्नुपर्छ भनेर स्थानीय निकायबाट नै अध्ययन गरेर डिपिआर गरेर त्यसको पूर्व तयारी गरेर अनि केही प्रमाण सहित यो काम नगरी हुँदैन भनेर केन्द्रमा लगेर चाहिँ हामीले काम गर्नुपर्छ। तपाईहरूले 1 वर्ष मात्रै नसोच्नु होला। यो सरकार बनेको 1 वर्षको लागि होइन, यो सरकार बनेको 5 वर्षको लागि हो। मूल्याङ्कन तपाईहरू 5 वर्षमा गर्नु होला। 5 वर्षमा
नुवाकोट क्षेत्र नम्बर 1 विकसित हुनेछ, नुवाकोट समग्रमा विकसित हुनेछ, बागमती प्रदेश विकसित हुनेछ, समग्र देश विकसित हुनेछ। हामी एउटा क्षेत्र मात्रै होइन, एउटा ओडा मात्रै होइन, एउटा कुना मात्रै होइन, कसैको कोही नेताले चिनेको कोही चुनाव उठेर जितेको ठाउँ मात्रै होइन, समग्र देशलाई नै कसरी उकास्ने, कसरी अगाडि बढाउने भनेर चिन्तन मनन गरेर लागेका छौँ। एकपटक तपाईँहरूले विश्वास गरेर भोट हाल्नुभयो, अब 5 वर्ष विश्वास गरेर कुर्नुहोस्। तर हरेक दिन हरेक कुरामा विश्वास गर्न जरुरी छैन। यदि यहाँलाई हामीले बाटो बिराएको जस्तो लाग्यो भनेदेखि, यदि गलत गरेको जस्तो लाग्यो भने प्रश्न गर्न नछोड्नु होला। तपाईँहरूलाई मैले चुनावको बेलामा मेरो नम्बर पनि दिएको छु, तपाईँहरू सबैले झकझक्याउन सक्नुहुन्छ। के गर्नुपर्छ, केही समस्यामा पर्नुभयो भने आउन सक्नुहुन्छ। गर्नै पर्ने कुरामा यो देशको दायित्व हो, नगर्ने भन्ने कुरा नै हुँदैन। तपाईँको कुरा अवश्य पनि सुन्नेछु। म बजेट र समग्र विकासको लागि यति कुरा राखेँ मैले, र आजको अधिवेशनबाट